दर्शकबिन ठ्याक्कै हामी यहाँ आइपुगेको छौँ। यहाँ नजिक चाहिँ ससुराले बुहारीलाई चिल्ले चल्ला उडाए जस्तै टाप उडाइसकेपछि हेर्नुहोस् यस्तो भएको छ। श्रीमान विदेशमा 10 डिग्रीको घाममा काम गर्ने श्रीमान खाडीमा, श्रीमती ड्राइभरको गाडीमा पुरै मोच गर्दै बुहारी ससुरा बुहारी, जहाँ कि ड्राइभर ससुरा बुहारीलाई लिएर टाप ठोक्यो। उदयपुर जिल्ला कटारी नगरपालिका वार्ड नम्बर 1 कालीखोला ज्यामिरे भन्ने ठाउँमा छौँ हामी यतिखेर। जहाँ देख्न सक्नुहुन्छ यो घर, यही घरबाट चाहिँ रत्नकुमारी बुढाथोकी कार्की ससुरासँग टाप भाग्नुभयो भनेर समाचार पाइसकेपछि हामी यहाँ आइपुगेछौँ। नमस्ते, म श्यामबहादुर भुजेल। स्वदेश विदेशबाट हेरिरहनु हुने सम्पूर्णमा एकमुष्ट नमस्ते सेवानु। यो भिडियोलाई सक्दो सेयर गरिदिनुहोस् जहाँ कि रत्नकुमारी बुढाथोकी कार्की भएको ठाउँसम्म पुग्योस्। उहाँले सानो बच्चा छोडेर यतिखेर आफ्नै नाता पर्ने 10 दिने दाजुभाइ ससुरा पर्नेसँग जानुभएको छ, काका ससुरासँग। यहाँ नजिक वरिपरि छिमेकीहरू, आमाहरू सबै आउनु भएको छ र रत्नकुमारी बुढाथोकी र कार्की, उहाँ कार्की पनि हुनुहुन्छ, बुढाथोकी पनि भनेपछि उहाँको माइतको नाम होला। यहाँ सासू हुनुहुन्छ र श्रीमान तपाईँ नै हुनुहुन्छ है। नमस्ते। तपाईँले विदेशबाट मलाई फोन गर्नुभएको थियो होइन? विदेशबाट फोन गरेँ, मैले यसरी हिँडेपिकन मैले विदेशबाटै फोन गरेर हजुरसँग बुझेको थिएँ। कल भएको थियो, त्यही भएर ठ्याक्कै चिन्यो होइन? एकैचोटि टाप ठोक्नु भएछ श्रीमती त काकासँग? पहिलादेखिको यो यताउता कुराकानी भइरहेको थियो होला यस्तो टिकटकहरूबाट पहिलेदेखि नै, त्यही भएर त्यसै गरी टाप ससुरासँग टाप ठोकेको छ। हजुर हजुर। अनि जुन अब त्यो सम्पत्तिहरू पनि लिएर गयो भन्नुभएको छ होइन? अब त्यति माया गरेको श्रीमतीले अब त्यसो गरिदिएको छ। श्रीमती र त्यो काका ससुरा काकालाई के भन्न चाहनुहुन्छ? काकालाई अब धेरै सुखले राखोस्। अब मेरै बुढी पाएछ राम्रो। अब अरू भेटेन छ। अब सुखले नै राखेको थियो। अब घरमा वाइफाईहरू सबै थोक यताउता सबै थोकको सुविधाहरू दिएको र राखेको थियो। अब उसैको नाममा पैसा पठाउने ओर्ने गरेको थियो। उसले उल्टो उल्टो बोल्ने ओर्ने, मेरो पुरै नसुन्ने ओर्ने यस्तो यस्तो गरिरहेको थियो। अब उसलाई त अब भेटेर चाहिँ उसलाई भेटेर अब यो पुरै कागजहरू बनाएर मेरो पाउने सम्पत्ति पाएर चाहिँ म पनि क्लियर हुनुपर्ने, म पनि छोटो छुट्टीमा आएको छु, म पनि छिटै फर्किनु पर्ने हुन्छ। हजुर हजुर। यही भन्न चाहन्छु म। अहिले यहाँ ठ्याक्कै श्रीमती हिँडेको थाहा पाउनु भयो? हजुर। तुरुन्तै नत्र छुट्टी मिल्दैन नि त, इमर्जेन्सी छुट्टीमा आउनुभयो। एकदमै सानो थोरै छुट्टीमा आउनु भएको छ। अब यो समयमा त अब श्रीमतीलाई खोजेर श्रीमतीसँग चाहिँ सबै छलफल गरेर सकेर जानु पर्यो नि त। हजुर। अब यो भेटाएर उसलाई भेटाएर छलफल गरेर वारपार गरेर डिभोर्स गरेर यता मेरो मैले पठाएको सम्पत्तिहरू, मेरो सुन चाँदी गरगहना जे जति छ पाउने हिसाब पाएर चाहिँ पुरा क्लियर गरेर चाहिँ जानुपर्ने हुन्छ म जाँदाखेरि। ओहो, भनेपछि उहाँबाट त्यति दुःख गरेको पैसा विश्वास गरेर श्रीमतीको खातामा हालिदिनु भयो, सबै लिएर अहिले ससुरासँग टाप। हजुर। ससुरासँग अहिले टाप हिँडिरहेको छ। हजुर हजुर। होइन पैसा त नलागेको हुनसक्छ, उहाँको खातामा रहेको पनि हुनसक्छ नि। पैसा त उहाँको खातामा पनि रहेको हुन्छ। खातामा चेक गर्दाखेरि खातामा पैसा अहिले निकालिसकेको छ भन्ने पनि सुनेछु मैले। ए त्यस्तो पनि सुन्नुभएको छ? ब्याङ्कको जानुभयो उहाँले? ब्याङ्कमा सोद्धाखेरि निकालिसकेको छ अरे भन्ने सुनेछु चाहिँ। अब अहिले तिनीहरू कुन ठाउँमा हो, कहाँ हो, के अत्तो छैन। अब तिनीहरू त जहाँ भए पनि भेट्न त भेटिन्छ, जहाँ गए पनि छोड्नेवाला त छैन। 2 दिनको रमाइलो मजले हुँदैन नि त होइन? हजुर। 2 दिनको रमाइलो मजले पनि हुँदैन। अब मेरो पाउने हिसाब दिनु पर्यो तिनीहरूले। अब तिनीहरू पानी मुनि गए पनि जहाँ गए पनि छोड्नेवाला त छैन। अब मैले हिसाब पाउनु पर्यो। उनीहरूले मलाई पनि क्लियर फैसला गरिदिनु पर्यो, म पनि क्लियर हुनु पर्यो। आफ्नो बाटो जाओस् मतलब भएन, तर मैले मेरो हिसाब पाउनु पर्यो। मेरो भनाइ यति हो। त्यतिन्जेलसम्म तपाईँको पैसा नै अहिले झिकेर त कहाँ गएर खाने ओर्ने महँगा होटल रेस्टुरेन्टमा बसेर चाहिँ मौज मस्ती गरेर अनि त्यही उता ससुराले त अब बुहारीलाई त्यो तपाईँकै पैसाले चाहिँ अब त्यो ब्याङ्कबाट झिकेर लगेर महँगो होटलहरूमा लगेर चाहिँ राखेर चाहिँ हनीमुन मनाइरह्यो होला।
अहिले त अब त्यही मेरै पैसा हुन्जेल यताउता चलिरहेको होला जिन्दगी। अब त्यस मेरो पैसा हुन्जेल होला, मेरो पैसा सिद्धिसकेपछि अनि कस्तो हुन्छ जिन्दगी अनि थाहा हुन्छ। तपाईँकै पैसामा जति रमाइलो गरे पनि तपाईँले दुःख गरेको पैसा चाहिँ तपाईँलाई चाहियो हजुर मेरो चाहियो होइन आमा? पैसा चाहियो। नानी बच्चाको खुत्रुके पनि फुटाइकन खुत्रुके फुटाएर पनि लिएर गएको छ। ए कागजपत्रहरू कसरी आमा? कसो गरी भत्ता पैसा तपाईँको भत्ताको पैसा पनि लग्यो? लगो त नि ए अनि कागजपत्रहरू चाहिँ के लगाएछ? कागजपत्रहरू उसको नागरिकता उसको नागरिकता र राष्ट्रिय परिचय पत्र नागरिकता लिएर गएको छ उसको। साथीको बाला पनि लाएको छु तपाईँको आमाकोहरू त लगाएको छैन नि? आमा भन्दै हुनुहुन्छ। के लगाएछ आमा? आमालाई उसले के बाला पनि लगाउँछ तपाईँको? अनि अँ बाला अनि त्यो कानको अनि कलर काटेर कलर पनि लगाउँछ। ए गलरी पनि लगाएछ? कानमा कति थियो? कानमा कतिको लाग्यो गलामा चाहिँ कति? बुहारीको मर्के छ राखेको ठाउँबाट बुहारीको कानमा भएको तपाईँको चाहिँ कतिको थियो? कानमा मैले लगाएको बुहारीलाई मिलाइदिएको छ बुहारीले लगाइदिएको ए बुहारीलाई लगाइदिएको कानमा गलरीहरू त्यो लिएर गयो? ए बाला चाहिँ तपाईँको लिएर गएको? ए बाला पनि लिएर गयो। त्यो चाहिँ कसको? यही हो फोटो? आमा यता बस्नु त ल। यो फोटो तपाईँकै श्रीमतीको हो? हजुर हजुर। यहाँ तलबाट लेखेको छ रत्नकुमारी बुढाथोकी कार्की। अनि उता उहाँको चाहिँ निक नेम चाहिँ शान्ति पनि रहेछ, त्यो पनि लेख्नु भएको छ। यही फोटो हो, यस्तो देखाइदिनुहोस् त। यो फोटो देखाएर के भन्न चाहनुहुन्छ अब होइन शान्तिलाई या दर्शकहरूलाई के भन्न चाहनुहुन्छ? अब यो फोटोमा नजिकको प्रहरी कार्यालयमा कहीँ भेट्नुभयो भने खबर गरिदिनु भन्न चाहन्छु हजुर मिडियाहरू समेत। अब मिडियाहरू प्रहरी कार्यालय कहीँ भेट्नुभयो भने खबर गरिदिनु, देख्न हुनेहरूले सम्पूर्णमा खबर गरिदिनु हुन भन्न चाहनुहुन्छ? हजुर। अनि त्यसपछि तपाईँको अरू केही भनाइहरू राख्नु छ? अरू भनाइ त हजुर अब यही हो। अब मैले कमाएको सम्पत्तिहरू सबै यो हिनामिना गरेर हिँडेको छ। अब यही उसलाई भेटाएर यही सम्पत्तिहरू मेरो फिर्ता गरिदियोस्। अब त्यो जहाँ भए पनि त्यसलाई त भेटिहालिन्छ, पानी मुनि गए पनि जहाँ गए पनि त्यो केटाकेटी दुइटैलाई भेटिन्छ। भेटिसकेपछि मेरो सम्पत्ति फिर्ता गरिदियोस्, त्यसले डिभोर्स गरिदियोस्, ऊ क्लियर होस्, मलाई पनि क्लियर बनाइदियोस्, यही भन्न चाहन्छु म। घरको नभएर नि अन्तको पनि ऋण गरेर लिएर गएको छ भनेर भन्दैन? यताउता बाहिर यताउति फाल्टु ऋणहरू पनि गरेर ऋण गरेर गएको छ। 50-60 हजार यताउति ऋण गरेर गएको छ। मलाई त यो थाहा छैन। म विदेशबाट मैले सोद्धाखेरि त भनेछ मलाई पुरै पैसा तिरिसकेको। अहिले ऊ जहाँ हिँड्ने बेलामा अहिले म यहाँ घर आइकन चारैपट्टि भन्छन् यता 50 हजार यता 60 हजार यस्तो ऋण यसरी ऋण गरेर हिँडेको छ अहिले हिँड्ने बेलामा। भनेपछि टिफर ड्राइभरसँग त मोजै गरेको रहेछ या ससुरासँग? हजुर हजुर, ससुरासँग मोजै गरेर हिँडेको रहेछ। पहिलादेखिकै हिँडेको रहेछ, मलाई मात्रै थाहा नभएको। तपाईँ सोझो भएर थाहा भएन? हजुर हजुर। तपाईँले श्रीमतीको विश्वास गरिदिनु भयो अरे होइन? हजुर। त्यही भएर तपाईँलाई श्रीमतीले अहिले विश्वासघात गरिदियो। हजुर। त्यही पनि अब ससुरासँगै त कसरी हिँड्नु, कसरी सुत्नु होला त्यहाँ? एकदम गाह्रो कुरो हो नि त होइन? एकदम गाह्रो कुरा हो। अब त्यसले सोच्दै नसोच्ने, जानीले पनि नसोच्ने, लानेले पनि नसोच्ने हिसाबले यिनीहरू यस्तो भइरहेछ। आफ्नै अब 10 दिने दाजुभाइ त्यही माथि ससुरासँग बुहारी हिँडेको त फर्स्ट रेकर्ड जस्तो लाग्छ। अब तिनीहरूलाई कानुन रूपमा ल्याएर कारबाही गरेर अब त्यही मेरो अब मलाई पनि छिटोभन्दा छिटो उनीहरू सम्पर्कमा आएर मेरो पनि मलाई पनि क्लियर गरिदिनु पर्यो, डिभोर्स गरिदिनु पर्यो, यताउता मेरो सम्पत्ति फिर्ता गरिदिनु पर्यो। तिनीहरू जहाँ भए पनि सम्पर्कमा आउनु पर्यो। म यही भन्न चाहन्छु। तिनीहरू कति दिन लुकेर कति दिन लुकिकन कति दिन बस्छन्। तिनीहरू जहाँ गए पनि तिनीहरूलाई एक दिन पक्कै भेटिन्छ। पानी मुनि गए पनि जहाँ गए पनि तिनीहरूलाई भेटिन्छ। एक दिन आउनै पर्ने हुन्छ। सम्पर्कमा आएर छिटोभन्दा छिटो सम्पर्कमा आएर यो फैसला गरिदिएर कागज गरेर जानुपर्ने हुन्छ। तिनीहरू जाँदा मेरो पनि सम्पत्ति फिर्ता गरिदिन यही भन्न चाहन्छु।
अनि विदेशमा हुनेको श्रीमती लाने र त्यही पनि आफ्नै नाता गोदानमा यसरी चाहिँ गिटी नचा लगाउनेलाई के भन्न चाहनुहुन्छ तपाईँ? के सरकारले कारवाही गरोस् भन्न चाहनुहुन्छ? सरकारले यसरी विदेशमा हुनेको श्रीमती लानेलाई सरकारले कारवाही गरोस् भन्ने चाहन्छु। अब तपाईँको श्रीमती र तपाईँको त्यो अब जारै भनौँ न यतिखेर त अब ससुरा के भन्नु जार होइन के साइनु उहाँको त काका उहाँको चाहिँ उहाँको श्रीमतीको चाहिँ अब काका त जार हुन आउनुभयो नि त जारलाई के भन्नुहुन्छ? जारलाई अब के अब उनीहरूले अब त्यही हो उनीहरूले अब हिजोसम्म चाहिँ काकाको साइनो हुनुहुन्थ्यो अहिले जार पर्नुभयो होइन? हजुर हजुर उहाँलाई के सन्देश दिन चाहनुहुन्छ? अब उनीहरूले अब उनीहरूले तिर्नुपर्ने कुराहरू तिर्नुपर्ने हुन्छ। कानुनी रूपमा आए पनि उनीहरूले तिर्नुपर्ने हुन्छ। यही भन्नु आइ नदेखेर चाहिँ मेरै श्रीमती उठाउनलाई आइपुगेको रहेछ ससुरा भनाउने काका अहिले चाहिँ 11,000 लाई त्यही भन्न चाहनुहुन्छ है? हजुर। र देख्न सक्नुहुन्छ यहाँ वरिपरि थुप्रैजना गाउँलेहरू पनि हुनुहुन्छ। एक दुईजना गाउँलेहरूसँग पनि थोरै कुराकानीहरू म लिन चाहेँ। उहाँको एक बहादुर कार्कीले नै चाहिँ हाम्रो श्रीमतीलाई चाहिँ तनाव दिएर लखेटिदिनु भएको थियो कि? आमा नमस्ते। नमस्ते, के नाम हजुरको? मेरो मिन कुमारी। यो एक बहादुर भाइ तपाईँको त नाति नै पर्छ होला, छोरा पर्छ होला। उहाँको बुहारी भनौँ न श्रीमती त अनि काका ससुराले उडाइदिएछ, थाहा पाउनुभयो? मलाई त थाहा पाएन, बिहान मात्रै थाहा पाएको। बिहान मात्र थाहा पाउनु भयो? बिहान मात्रै थाहा पाएको। आमाले थाहा पाउनुभयो? म त थाहा पाउँदैन सर, म त अहिले त थाहा पाउनुभयो नि? अहिले त थाहा पाउनुभयो नि? अहिले त थाहा पाएँ, अहिले त्यतिखेर त थाहा पाएन। हामी अलिक तपाईँले थाहा पाउनुभयो? थाहा पाएँ, मैले त्यतिखेर थाहा पाएँ। म चाहिँ यतिखेर थाहा पाउनुभयो? यो त नजिक हुन्छ, थाहा पाएँ। अनि यो भाइको श्रीमती जुन चाहिँ उसँग हिँड्यो काका ससुरासँग, यो समाजमा राम्रो हो कि नराम्रो, कस्तो लाग्छ? नराम्रो हो नि, बिचरा उहाँ अब त्यही छोराछोरीको लागि श्रीमतीको लागि त्यत्रो विदेश गएर दुःख गरेर हरेक उ गरेका छन्। अनि अब अहिले खुट्टा निस्केर हेर्नु त्यो पनि काका ससुरसँग नराम्रो लागिरहेछ हामीलाई। तपाईँहरूले यो भाइको आनी बानी देख्दा ओर्दा यो गाउँको कस्तो थियो यो भाइले? केही छैन, बरु ओरतिर परतिर चाहिँ हल्लाले बुढी कुटी अरे भन्ने सुनिन्थ्यो। यो भाइको त अहिलेसम्म एक थप्पड हानेको ओरेको केही बोल्न पनि बोल्न गाउँघरमा त्यति माया गर्दाखेरि माया गरेको सरले राखेको टिफर ड्राइभर त्यही पनि काकासँग ताप ठोक्दियो। ताप ठोक्यो। काहीँ नभेटेर ससुरासँग चाहिँ किन जानु परेको होला? अब खै त त्यसैलाई थाहा होला, जानु ससुरा न नससुरा किन जानु पर्यो? त्यही त है, यो भाइसँग बस्दा हुन्थ्यो त। अनि माया गरेको थियो, पैसा पठाइदिनु छ हैन? भाइको त एकदम सोझो रहेछ भाइ, त्यति बोल्न पनि भतिजो हो, मेरो आफ्नै भतिजो ठुलाको छोरो हो, म साइला हुँ। हजुर हजुर। अनि अब बुहारीको चाल चलन, अब ऊ विदेश गयो, मेरो त घर तल पर्छ टाढा, हजुर उहाँ तल पर्छ, गाउँको पुछार पर्छ। हजुर हजुर। अब बुहारी यताउता जाँदाखेरि टिकटाक हाल्ने, यो देशको पुल ट्रेन टिकटाक, जता गरी टिकटाक, त्यसै घन्टा हेर्ने, त्यो चाहिँ मैले देखेको मोबाइलमा। अनि ऊ हिँडी बस्थ्यो अरे, म सुन्छु अहिले त्यही ड्राइभरसँग चाहिँ खुबै हिँड्थ्यो अरे, कटारी मिर्चिया लान कता कता हिँड्थ्यो अरे भनेको सुनेको। टिफरमा कुदेकै कुदेकै भन्नाले अब यहाँ बिमार पनि भयो बस्दा बिमारी उहिले धेर नानी भन्दा उही बिमार धेर हुन्छ अब बिमारी भएर हिँडेको खाता अब उसले अब बुढीको नाममा खोलेर गएपछि अब सबै खातामा पैसा हालिदिने ऊ महिनै पछि। हजुर। त्यो कुनै महिना त्यो उ गरेको होइन, उसले दुःख कटाएको पनि होइन। मेरा भाउजू उहाँ कोही कोही बेला दुःख बिमार, अस्ति लगभग दुई तिन महिना भयो होला, उहाँलाई यो मिर्चिया सिद्धि कामनामा लगेर भर्ना गरेँ 7 दिन। यी बुहारी उहीँ बसेँ, यी बुहारीहरू पनि गए, म पनि एक दिन गएँ। अनि गएपछि अब पछि कति लाग्यो त बुहारी खर्च मम्मीलाई भनेर सोद्धाखेरि, काका 1,35,000 लाग्यो नि, 7 दिन बसेको, न अपरेसन गरेको न केही गरेको, त्यही साधारण औषधि गरेको 1,35,000 तिर्नु पर्यो काका भने। ऋण हालिदिने मान्छेलाई सोद्धाखेरि हिजो अस्तिको दिन बुझ्दाखेरि 61,000 मागेको थियो डाक्टरले बेड चार्जहरू त्यताउता औषधिको। अनि मैले 2,000 घटाएर काका मैले 59,000 तिरेर आएको छु, तपाईँको भाउजूको उपचार खर्च भने त्यो मान्छेले। अनि अब उसले मलाई 1,35,000 भनेको छ। त्यो पैसा अब त्यस्तो रहेछ, अब हामीले के थाहा? त्यो त अब ऊ त्यही ड्राइभरसँग त्यहाँ नजिक कोठामा बसेर मस्ती
गऱ्यो नि त अनि त्यो त्यसको बिल पनि जोड्नु परेन अब हस्पिटल जाँदा पनि पिलिक्का म 2-2.5 घन्टा बसेँ एकछिन त्यहाँ बिमारीको ठाउँ नबस्ने घरि पिलिक्का उता जाने घरि उता जाने घरि उता जाने घरि उता जाने अब म त्यो त के भन्छ बैठक चाहिँ अडिँदै नअडिने नअडिने उसको चञ्चल भएको भए हुँदो रहेछ हिँडे त्यस्तो गरेको चाहिँ मैले देखेको हो हस्पिटलमा पनि अब यहाँ म टाढा हेर्नुहोस् म त यता यस्तै दाजुभाइ घरमा केही काम परो साह्रो गाह्रो भयो भने मात्रै आउँछु नभए म यता आइरहन तर पाउँदिनँ बुवा अब कस्तो भने है अनि अब म चाहिँ के भन्छु भन्नुलाई पनि अब त्यो लाने पनि मेरो भाइ परो हजुर हजुर तपाईँको भाइ बुझ्दाखेरि अँ, तर त्यो भाइ भनाउँदो जसरी पनि यहाँ त्यो बुहारी लिएर आओस् यहाँ यो फर्स्याओस् के कति खाओस् अरे खातामा कोही कति थियो पैसा म जान्दिनँ पठाउने उसको बुढो कति पठाएको थियो कति कमाएको थियो त्यो मलाई त्यो थाहा छैन तर यो पैसा मलाई पनि लाग्छ कि निकै पैसा बिगारेको तपाईँको भाइले त त्यो हातमा त हेरेन क्या त्यो 10 दिने अब त्यो दाजुभाइमा हेरेन त हुँदैन। नहेरोस् मतलब भएन तर त्यो चाहिँ यहाँ हाजिरा हुनु पर्यो र यो परेको के हो कानुन अनुसारको यो तिर्नु पर्यो पैसा उसले सजाय भोग्नु पर्यो। सजाय भोग्नु पर्यो यति तिर्दैन भने उसलाई चाहिँ जन्म कैद बस्नु पर्यो दुईजनै मेरो चाहिँ त्यही भन्ने मेरो चाहना त्यही। जन्म कैदै बस्नु पर्यो त्यो पाता कि भयो नि त त्यो बुहारी लाने पाता कि भयो भने अनि बुहारी लाने त पातातिर भयो त उहिले नभएर हाम्रै पालामा पनि हामीले त्यसरी बुहारी लगाएको थियौँ न हामीले 4 पाटा मुडेर अह 4 पाटा मुडेर डाँडा कटाइसक्छ अहिले देशै कटाउने कि डाँडा कटाउने काँकरी भित्र कटाएर इन्डिया खाँदिसक्छ त्यतिखेर अनि हाम्रो एउटा बेलामा त्यस्तो घरको छ। आफ्नो बुहारी लानु भनेको त्यो ससुर र सानो कुरो त होइन अब त्यो मान्छे जसरी पनि म चाहिँ भन्छु यहाँ आएर थाना चौकीमा आएर चाहिँ उसको फरफारा गरोस् अब उसको आफन्तै बाबुहरूले यहीँ पालन राख्नु हामीले मतलब भएन भएन तर हामी 10 दिने दाजुभाइ हौँ अब 10 दिने दाजुभाइ हामी त्याग्यौँ अब दाजुभाइले बुहारी लान्छ भने त्यस्ताको दुःख हामीले किन बाँच्ने किन मार्ने जुठो पनि लागेन केही पनि लागेन ऊ यहीँ आएर बसेर खाओस् तर यो बुढेको सम्पत्ति दिलाओस् कानुनमा के छ उहाँको अहिलेको सम्पत्ति सरकारले- अनि उहाँको लगेको के लगेपछि अब बुहारीले लत्ता छाडेर गइगयो ससुरासँगै जे गरोस् 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 भन्ने तपाईँको कुरा भयो पुरा भयो यति यसले त्यो पछि ल्याउँछ भने फेरि यो पनि हामीबाट बाइकाट हो यसको ए भरमा हामी श्रीमती आउने फेरि जाने। उता ल्याउनु आइकन। हामी यसलाई बाइकाटै गर्ने हो होइन अब माया दयाले अब आयो म बस्छु बुढा भनेर फेरि ल पर्यो आयो भने त ऊ स्वीकार पनि हामी चाहिँ स्वीकार्दैनौँ किनभने तपाईँ के गर्नुहुन्छ म ल्याउँदिनँ ल्याउनु मन मरिसक्यो माथियो हजुर अब किनभने आफ्नै अब काकाले नै चाहिँ अनि बुहारी मान्छेले कसरी चाहिँ आफ्नै अब काका ससुरासँग भइसकेको छ फेरि कसरी ल्याउनु म ल्याउँदिनँ नि यस्तो त्यही त पैसा किन ल्याउनु हो। यहाँ थपको बस्यो फेरि भोलिपल्ट हिँड्यो भने गइहाल्छ है त्यो राम्रो हुन्छ त्यो राम्रो हुँदैन 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 आमालाई सबै कुरा थाहा छ किनभने तलमाथि गरिराख्ने कुद्ने अनि बिरामी भयो भने यत्रो कति वर्ष पुगिसक्नु भयो तपाईँ 70 अनि 70 पुग्नु भएको आमा चाहिँ बिरामी नहुने बुहारी चाहिँ भर्खरको उमेरको 28-29 वर्षको बुहारीको चाहिँ घरि भुँडी दुख्ने घरि के दुख्ने यस्तो हुने जहिले बिरामी हुने ड्राइभरले उपचार गरेपछि ड्राइभर चाहिँ ससुरा ड्राइभर है ससुरा ड्राइभरले उपचार गरेपछि निको हुने र यस्तै छ